है हाम्रो कन्याम। आज कन्यामको मौसम एकदम उज्यालो रहेको छ, घाम लागिरहेको छ। कन्यामको भ्यूहरू हजुरहरूलाई देखाउनेछु, हेर्दै गर्नुहोला। आजको मौसम दामी राम्रो कन्यामको। Cycling adventure rental and service. माथि जाने ठाउँ पनि छ कन्यामको। यहाँनिर रहेछ कत्रो कत्रो घोडा। म चढ्छु नि त त्योसँग। ल घोडा चढेको। मजाले गरे नानी, है पक्रे भाइलाई। कहाँदेखि कहाँ पुऱ्याएर ल्याउँछ अरे? हेर्न यता सिधा। खोइ कुन घोडा? अझै पर आज चाहिँ हामी कन्याममा छौँ। हामी सबैजना खेल्छौँ न यहाँ बसेर। कन्यामदेखि पछाडि स्कुल रहेको छ। आजको कन्यामको मौसम चाहिँ क्लियर रहेको छ। ल त चियाबारीमा फोटोसुट भयो। कन्याम घुम्यो। अब
घरतिर लाग्नुपर्छ। पर चाहिँ अब केटाकेटी भएर हिँड्न सकिएन। अब यहीँबाट झापा जाने इलाम जाने गरेर हामी चाहिँ यहीँसम्म गन्तव्य आजको। परै कन्यामको रमझम बर्की फोटो खिच्दै गरेको। यहाँको कन्यामको विशेषता चाहिँ घोडा चढ्ने, कल्चरल ड्रेस लगाएर फोटो खिच्ने, घुम्ने, चियाबारीमा घुम्ने, फोटो खिच्ने है त। यसो हावा खाँदै चढेको कहाँ चाहिँ कुदाउँछ यो गाडी चाहिँ? गाडी के गर्छौ? दीदीको मोबाइल लालु पाते फुलहरू भेराइटी अगाडि छौ। एकैछिन दिदी यहाँ पुग्यो। र त यहाँ साइड आउनुहुन्छ होला। लु तिमीहरू त्यता जाऊ, हामी अब म हिँड न, पर्खिन्छ होला नि त। पछि भेट्नु। लु बाई बाई। लु जा, लु घुमिसक्यो अब हामीहरू। खोइ हाम्रो अटो कता गयो? यता फर्काउँदै थियो होइन? फिक्कल चोक बजार। Thanks for watching my video.